नमस्कार, फेसबुक लाइभमा यहाँहरूलाई स्वागत छ। यति बेला हामी रूपन्देही कारागारलाई पृष्ठभूमिमा राखेर बोलिरहेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज 11:15 बजेतिर यहाँ ल्याइएको छ। यो रूपन्देही कारागारमा थुनुवाका रूपमा उच्च अदालतको आदेश अनुसार जिल्ला अदालत रूपन्देहीले माघ 13 गतेको आदेश उच्च अदालत तुलसीपुरको बुटोल इजलासले बदर गरेपछि, शुक्रबार बदर गरेपछि उहाँलाई शुक्रबार नै प्रहरीले काठमाडौँमा नियन्त्रणमा लिएको थियो, गिरफ्तार गरेको थियो, पक्राउ गरेको थियो र शनिबार बिहान रूपन्देही ल्याइएको थियो। शनिबार र आइतबार 2 दिन चाहिँ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेपछि आज कार्यालय खुलेपछि जिल्ला अदालत रूपन्देहीमा प्रस्तुत गरेर त्यहाँ थुनुवा पुर्जी जिल्ला अदालतले दिएपछि करिब 11 बजेतिर उहाँलाई जिल्ला अदालत रूपन्देही लगिएको थियो। त्यस लगत्तै करिब 15 मिनटको बिचमा यहाँ ल्याइएर उहाँलाई थुनुवा कक्षमा राखिएको छ। यहाँका कारागार प्रशासकका अनुसार उहाँलाई 4 नम्बरको ब्लकमा राखिएको छ र 4 नम्बरको ब्लक चाहिँ ठुलो खालको छ। त्यहाँ अरू कैदीबन्दीहरूलाई पनि क्रमशः राखिनेछ। अहिले चाहिँ उहाँ एक्लै हुनुहुन्छ, तर कैदीबन्दीको सङ्ख्या थप घट हुँदाखेरि त्यहाँ पनि अरू कैदीबन्दीहरूलाई पनि राखिनेछ। कारागार यो 90 वर्ष पुरानो अलि जीर्ण खालको कारागार छ। सेवा सुविधाका दृष्टिकोणले पनि यो कारागार केही तल्लो स्तरमा रहेको हामी बाहिरबाट पनि देख्न सक्छौँ। विशेषतः रवि लामिछानेले केही अगाडि जब हामीले उहाँलाई भेट्यौँ, यो नियमित पाउने सुविधा अन्तर्गत, अतिरिक्त सुविधा अन्तर्गत रहेर हामीले भेटेका होइनौँ। यहाँका थुनुवा कैदीबन्दीले पाउने नियमित सुविधा अन्तर्गत नै केही समय अगाडि हामीले उहाँलाई भेटेका थियौँ र उहाँले मूलतः 4वटा सन्देश चाहिँ हामी मार्फत आम राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता, आफ्ना व्यक्तिगत शुभेच्छुक, परिवारजन सबैका लागि मूलतः 4वटा सन्देश सुनाइदिन आग्रह गर्नुभएको छ। पहिलो नम्बरको सन्देश छ, अदालतको आदेशको म अत्यन्तै सम्मान गर्छु। सम्मान गरेकै कारण स्वैच्छिक गिरफ्तारीका लागि मैले आग्रह गरेको थिएँ। यद्यपि अदालतको आदेश कार्यान्वयनका लागि प्रहरीले जुन हिसाबको हरकत देखायो त्यसप्रति मलाई दुःख छ, तर अदालतको आदेश कार्यान्वयनमा म प्रतिबद्ध छु। त्यसैगरी कानुनले दिएको अधिकार प्रयोग गर्छु। अझै पनि कानुनले मलाई के अधिकार दिन्छ त्यो प्रयोग गर्छु। उच्च अदालतको आदेश विरुद्ध चाहिँ पुनरावेदन निवेदन दिएर सर्वोच्चमा जाने सुविधा कानुनले दिएको छ, म त्यो प्रयोग गर्छु। त्यसमा मेरा कानुन व्यवसायीहरूले गृह कार्य गरिरहनु भएको छ। तल्लो तहको अदालतले दिएको आदेश विरुद्ध माथिल्लो तहको अदालतमा जान पाउने कानुनी अधिकार प्रयोग गर्छु र त्यसको गृह कार्य आफ्ना कानुन व्यवसायीहरूले गरिरहेको सन्देश उहाँले सुनाउनु भएको छ। त्यसैगरी उहाँले न्यायको मन्दिरबाट अन्याय हुने छैन भन्नेमा म विश्वस्त छु। जतिसुकै म माथि राजनीतिक प्रतिशोध राजनीतिक वृत्तबाट साधिए पनि न्यायको मन्दिरबाट म प्रति अन्याय हुने छैन भन्नेमा म विश्वस्त छु। तर जे शङ्काहरू उब्जिएका छन्, उठिएका छन्, ती पनि गलत साबित हुनेछन् समयक्रममा। अहिले उठाइएका अथवा व्यक्त गरिएका शङ्काहरू, प्रश्नहरू पनि समयक्रममा गलत साबित हुनेछ भन्नेमा म पूर्णतः विश्वस्त छु भनेर उहाँले दोस्रो नम्बरको सन्देश दिनुभएको छ। तेस्रो नम्बरको सन्देश चाहिँ अहिले म माथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी त म भए ठिकै छ, तर यस्तै परीक्षामा धेरैले परीक्षा दिनुपर्नेछ, सहभागी हुनुपर्नेछ। धैर्य गरौँ, त्यो सबैको पालो क्रमशः आउनेछ। अहिले मेरो पालो आयो होला, तर म आत्तिएको, हडबडाएको, डराएको केही पनि छैन। यो एउटा नियमित प्रक्रिया, अदालती प्रक्रियाको आदेशलाई मैले सम्मान गरेको छु। तर आजका लागि म पहिलो परीक्षार्थी भए होला, तर यो यस्तै खालको परीक्षा सबैले दिनुपर्छ भन्ने उहाँको तेस्रो सन्देश थियो। र चौथो सन्देश विशेषतः पार्टी नेतृत्व, पार्टीका शुभेच्छुक समर्थक सदस्यहरूप्रति छ। पार्टीलाई एक ढिक्का राखेर घोषणा गरिएका अभियानहरूलाई निरन्तरता दिनुहोला।
सक्नुहुन्छ भने बढाउनुहोस् हैन, पार्टीको संरचना सदस्य सबै बढाउन सक्नुहुन्छ भने, सक्नु हुँदैन भने पनि नघटाउनुहोस्, घटाउने गरी कामहरू नगर्नु होला। यो सकिन्छ भने यसको दायरा फराकिलो बनाउनु होला, जनस्तरसम्म चाहिँ पार्टीका मुद्दाहरू लिएर जानु होला। विशिष्ट अभियानहरू, पार्टीका मुद्दा अभियान एजेन्डाहरूलाई नागरिकको बीचमा सकेसम्म धेरै पुर्याउने खालका गतिविधिहरू गर्नलाई उहाँले सन्देश दिनुभएको छ। अब राजनीतिक दल रासोपाका नेताहरू उहाँलाई स्वाभाविक रूपमा क्रमशः भेट्न आउनुहुनेछ। उहाँको राजनीतिक सन्देशहरू, विभिन्न सन्देशहरू हामी क्रमशः सामाजिक सञ्जाल अथवा अरू सञ्चार माध्यमहरूबाट पनि सार्वजनिक गर्नेछौँ। र अहिलेका लागि उहाँले महत्त्वपूर्ण 4 सन्देशका साथ आफूले कानुनी लडाइँलाई निरन्तरता दिने र आफूलाई गरिएको व्यवहारप्रति चाहिँ हैन रिसराग नगरिकन त्यसलाई स्वाभाविक रूपमा ग्रहण गर्न र आफूले यो कानुनले दिएको सबै अधिकार प्रयोग गर्छु भनेर उहाँले भनिसकेको सन्दर्भलाई पनि दृष्टिगत गरिदिन हार्दिक आग्रह गर्नुभएको छ। हामी रूपन्देही जिल्लाको कारागारलाई पृष्ठभूमिमा राखेर बोलिरहेका थियौँ र अब उहाँ नियमित रूपमा यो कारागारमा रहनुहुनेछ जबसम्म कि 2वटा परिस्थिति नरहँदासम्म उहाँ नियमित रूपमा कारागारमै बस्नुपर्ने हुन्छ। कानुनले त्यही प्रबन्ध गरेको छ। पहिलो परिस्थिति उहाँले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निवेदनमा सर्वोच्च अदालतले उच्च अदालतको आदेशलाई चाहिँ आदेश काटिने गरी अथवा उच्च अदालतको आदेश उल्ट्याउने गरी सर्वोच्च अदालतले उहाँले दिने पुनरावेदन निवेदनमा आदेश दियो भने उहाँ यो थुनामुक्त हुनुहुनेछ भने सर्वोच्च अदालतले पनि चाहिँ उच्च अदालतको आदेशलाई निरन्तरता दिने निर्णय गर्यो, आदेश दियो भने यो मुद्दा उहाँ विरुद्ध यहाँ लगाइएको सङ्गठित अपराध र सहकारी ठगीको मुद्दा जिल्ला अदालतबाट टुङ्गिएपछि मात्रै उहाँ थुनामुक्त हुने परिस्थिति हुनेछ। सम्भवतः आज भोलि नै पुनरावेदन निवेदन लिएर रवि लामिछानेका कानुन व्यवसायीहरू सर्वोच्च अदालत जाने तयारीमा रहेका कारण सर्वोच्चले जिल्ला अदालत हुँदै उच्च अदालतले गरेका निर्णयहरूलाई वस्तुपरक रूपमा विश्लेषण गरेर न्याय दिन्छ भन्नेमा उहाँ विश्वस्त रहेको परिस्थितिमा आजलाई हामीले यो अपडेट र केही जानकारी र उहाँका सन्देशहरू महत्त्वपूर्ण 4वटा सन्देशहरूलाई सुनाइदिनु भन्नुभएको सन्देशहरू यहाँहरू बिचमा राख्यौँ। थप अपडेट केही भयो भने हामी निरन्तर यहाँहरूलाई अपडेट गराउनेछौँ। उहाँले दिनुपर्ने सन्देशहरू पनि सामाजिक सञ्जाल अथवा केही मार्फत व्यक्त गर्छु भनेर हामीलाई भन्नुभएको छ। ती सन्देशहरू आउँदाखेरि यहाँहरू बिच फेरि लिएर आउनेछौँ। अहिलेलाई अपडेट यति नै। हामीलाई हेरिदिनु भयो। उहाँको यो महत्त्वपूर्ण 4वटा सन्देशलाई धेरैभन्दा धेरै बिच पुर्याउनका लागि यो लाइभलाई सेयर गरेर सहयोग गरिदिन पनि अनुरोध गर्छु। धन्यवाद। नमस्ते।